नमस्कार, म मनिषा। हामीले सुन्दै आएका छौँ शीत उठाएर घैला भरिन्छ। ठुला ठुला सुधारका अभियानहरू समेत साना साना प्रयासको थालनीबाट हुन्छ। सामाजिक जवाफदेहिता अभिवृद्धिको यस्तै एउटा प्रयास हो युवा नागरिक अङ्कपत्र कार्यान्वयन। युवा नागरिक अङ्कपत्र कार्यान्वयनको क्रममा स्वास्थ्य संस्थाहरूमा सेवा सुविधा सुधार भएको छ, विद्यालयहरूमा शौचालय र बसाइ व्यवस्थापनमा सुधार भएको छ, वडा कार्यालयहरू नागरिकप्रति जवाफदेही र चनाखो बनेका छन्, नागरिकहरूमा समेत सुधारको आशा पलाएको छ। साना साना देखिने विषयवस्तुहरू पनि सेवाग्राहीहरूका लागि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा युवा नागरिक अङ्कपत्र कार्यान्वयनको क्रममा देखा परेका छन्। यस वडामा युवा आबद्धता र स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले जुन एउटा परियोजना सञ्चालन गरेको छ र त्यो परियोजना सञ्चालन गर्दाखेरि यहाँका स्थानीय युवाहरू चाहिँ आबद्धतामा चाहिँ यहाँका सवालहरू पहिचान गर्ने र ती पहिचान भएका सवालहरू चाहिँ स्थानीय तहमा चाहिँ ल्याउने र त्यसलाई चाहिँ समाधान गर्ने जुन एक किसिमको जुन काम गरेको छ, युवाहरूकै सक्रियतामा चाहिँ कामहरू भएको छ। सोही अन्तर्गत युवा नागरिक अङ्कपत्रमा चाहिँ विभिन्न समस्याहरू चाहिँ सवालहरू चाहिँ उठाउनु भएका थिए। ती सवालहरू चाहिँ जुन हामीले पनि नदेखेका सानातिना हामीलाई साना लाग्ने सवालहरू जुन आइसकेपछि त्यसको गम्भीरतालाई चाहिँ ध्यानमा राखेर हामीले ती सवालहरू उठेका सवालहरूलाई चाहिँ कार्यान्वयन गर्ने क्रममा विभिन्न सवालहरू चाहिँ उठेका थिए र ती चाहिँ हामीले समाधान पनि गरेका छौँ। जस्तै हाम्रो यो जनतामावि चन्दनपुरमा विद्यालय परिसरमा चाहिँ रहेका खाल्टाखुल्टीहरूले चाहिँ विद्यार्थीहरू ह्यान्डल गर्न चाहिँ समस्या भयो भन्ने किसिमको सवाल पहिचान भएको थियो र वास्तवमा त्यो हेर्दाखेरि सानो भए पनि त्यसको गम्भीरता चाहिँ एकदमै ठुलो थियो। त्यसले गर्दाखेरि हामीले त्यसलाई समयमै तत्कालै हामीले समाधान गऱ्यौँ। त्यसै गरी दिवा खाजाको चाहिँ व्यवस्थापन राम्रो नभएको, सरसफाइ राम्रो नभएको कुराहरू पनि आएको थियो। हामीले नियमित अनुगमन गरेर प्रत्यक्ष रूपमा स्थलगत अनुगमन गर्दाखेरि वास्तवमा त्यसलाई चाहिँ अहिले हामीले समाधान गरेका छौँ। अहिले गएर हेर्ने हो भने पनि त्यो अलिकति त्यसमा सुधार आएको छ। र त्यसै गरी अङ्कपत्रबाट नै विद्यालयको चाहिँ कक्षा कोठामा बैठकहरू बस्नुपर्ने एउटा बैठक कक्ष पनि नभएको कुराहरू पनि आएको थियो र हामीले चाहिँ हाम्रै वडाको लगभग 7 लाख रुपियाँ लगानी गरेर हामीले एउटा सभा हल पनि निर्माण गरेका छौँ र अहिले बैठक बस्नको लागि र त्यहाँ विद्यालयमा हुने विभिन्न क्रियाकलापहरू गर्नको लागि सहज भएको छ। संयुक्त अनुगमन समितिका सदस्य एवं अभिभावक चन्दा अधिकारी युवा नागरिक अङ्कपत्रका क्रममा उठेका सवालहरू सम्बोधन भइरहेको बताउनुहुन्छ। बच्चाहरूको खाजाभुजाको लागि पनि अलि राम्रो हुँदैन भनेर त्यही हेरविचार गर्न पनि आउँछु, तर अहिले चाहिँ राम्रो भएको छ। अहिले सबै थोक राम्रै गरेछ। अनि म महिनामा 2 चोटि आउँछु यस्तो हेरविचार गर्न। सरकारवालाहरूले समेत युवा नागरिक अङ्कपत्र कार्यान्वयनले आफूलाई जवाफदेही हुन अभिप्रेत गरेको बताउँछन्। युवाहरूले गरेको नागरिक अङ्कपत्रहरू जुन हिसाबले बनाएर चाहिँ हामीलाई चाहिँ विभिन्न ठाउँमा जस्तो शैक्षिक संस्थामा होइन, स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थामा, वडा कार्यालयमा पनि त्यहाँ गरेका चाहिँ गतिविधिहरू र ती गतिविधिहरूमा के कस्ता कमी कमजोरी छन् त्यो औँल्याइदिएर चाहिँ त्यतातिर लाग्नको लागि चाहिँ हामीलाई एकदमै सजिलो बनाउनु भएको छ। कतिपय कुराहरू हामी त्यहाँनिर त्यति धेरै ध्यान नदिने अनि सामान्य कुरा हो नि त जस्तो लाग्ने ती कुराहरू चाहिँ युवा साथीहरूले चाहिँ हामीलाई उठाइदिएर चाहिँ ल यो चाहिँ युवा साथीहरूले पनि हामीलाई चाहिँ जगजाहेर गर्नुभएको छ, यसको विषयमा चाहिँ भन्नुभएको छ, यी कुराहरूलाई चाहिँ हामीले गर्नुपर्छ है भन्ने चाहिँ युवाहरूले बनाइदिनु भएको छ हामीलाई। कतिपय कुरा त अझ यस्तो पनि छ कि पैसै बिना पनि हुने कामहरू पनि रहेछन्, ती कुराहरू चाहिँ युवा साथीहरूले सिकाइदिनु भयो क्या। जस्तो हाम्रो कमलाबाई नगरपालिका 6 नम्बर वडाको चाहिँ आधारभूत स्वास्थ्य केन्द्रमा चाहिँ नागरिक बडापत्र भन्ने चिजै रहन्छ। आजका दिनसम्म त्यो कार्यालयले के चाहिँ सेवा सुविधाहरू दिन्छ त्यो कुरा चाहिँ जनतालाई त थाहा हुनु पर्यो। त्यो चिज भनेको बाहिरै टाँच्नुपर्ने नागरिक बडापत्र त्यो रोइन्छ। तर त्यही चिज युवा साथीहरूले चाहिँ हामीलाई चाहिँ यो चिज चाहिँ तपाईँहरूको चाहिँ स्वास्थ्य संस्थामा रहन्छ है भनेपछि सामान्य धेरै पैसा पनि लागेन नि त। अनि अर्को कुरा भनेको चाहिँ शुद्ध खानेपानी, बालमैत्री खानेपानी, ती खानेपानीको विषयमा पनि भाँडो छ पानी छैन होइन, यो पानी किन छैन ती युवाले सम्झाइदियो क्या हामीलाई। सामान्य कुरा होइन त, तर अब अहिले त्यो चिजहरू निरन्तर छ।